आशी साथी हे गाइस अहिले चाहिँ हामी लगभग 2 घन्टा जतिमा यहाँ सुकुटेमा आछौँ। सुकुटेमा आएर अब बिहानको लन्च गरिन्छ हैन। सबै केटाहरू छ। हामी चाहिँ सुकुटे रिभर भ्यू होटल एन्ड लजमा छौँ हैन। अब खानाको पर्खाइमा खानाहरू बन्दैछ। त्यही त अहिले चाहिँ हामी कालिम्पोङ जाने बाटोमा यहाँ दोलखा भीमसेन मन्दिर चाहिँ बाटोमा पर्ने भएर आज नै दर्शन गरौँ भनेर अब मन्दिरतिर जाँदैछौँ। दिउँसोको 4 बजेको छ। 4 बजे लगभग हामी अहिले कुरीको यहाँ इन्ट्रान्स पोइन्टतिर आएको छौँ। अब एकछिन माथि हिलमा गएर फोटोहरू खिचिन्छ। हे गाइस 180 डिग्री नै भ्यू छ हैन। साथी चिसो छ 3 डिग्री यस्तो हावा चलिरहेको छ। टेम्परेचर साथी होइन कसरी जान्छ साथी के ठाउँमा हिउँ परेको भयो। बाल हिउँ देखिएछ होइन साथी पछाडि हेर राम्रो भ्यू छ। पछाडि पुरा हिमाल देखिएको छ। अहिले अब माथि भ्यू पोइन्ट गल्ली माथि जाँदैछौँ। हावा चलेको चिसो भयो मुख सुके पनि भ्यू चाहिँ भवाल छ। जस्ट इमेजिन यो सबमा स्नो कभर भएको भए कति राम्रो हुन्थ्यो होला होइन। त्यो चाहिँ हाम्रो अलि भाग्यमा परेन। त्यही पनि बबालै छ। यो पहिला परेको हिउँ अलिअलि छ तर अहिले चाहिँ धेरै हिउँ परेको छैन। जाडो पनि छ यो भइरहेछ। अहिले चाहिँ हामी यहाँ कालिम्पोङको भ्यू पोइन्ट माथि डाँडामा छौँ होइन। डाँडा एक्सप्लोर गरियो। चिसो छ अहिले 3 डिग्री छ। आज फ्रिज होला जस्तो भएको छ। एकदमै फ्रिज रब गर्न परिरहेको छ। कन्स्टेन्टली रब गर्न परिरहेको छ। अनि द बेस्ट पार्ट इज त्यो रेन्ज जुन छ नि यस्तो दामी लाइक रियल लाइफ पेन्ट जस्तो बच्चाको त्यो कन्ट्रास्टहरू घटेको पछाडि बबाल होइन त्यो पेन्टिङ गराए जस्तो। कालिम्पोङको एक्सप्लोरेसन चलिरहेको केटाहरूले कता स्नो छ भने खोज्न गइरहेछन्। चिसो छ हात जम्ला चाहिँ भएछ तर रमाइलो भइरहेछ होइन। चाहिँ हामी यो कालिम्पोङको माथि भ्यू पोइन्ट जस्तो रहेछ त्यहाँ फोटो गयो एकछिन बसियो फोटोसोटो खिचाएर अब ब्याक टु कालिम्पोङ कुरी।
अहिले माथि भ्यू पोइन्ट गयो। भ्यू पोइन्टमा गएर अब होटेलतिर जाँदैछौँ पुरी भिलेजमा। त्यो अहिलेसम्मको यात्रा रमाइलो नै भइरहेछ। चिसो छ। अहिले चाहिँ हामी यहाँ पुरीमा त्यस होटेलमा आइयो होइन। हामी बिहान 7 बजे काठमाडौँबाट हिँडेको, अहिले लगभग 5 बजे छ। अब होटेलमा चेकिङ गर्न थाल्यो। बिचमा यसो स्पटहरूमा फोटोसोटो खिचाउन नि बसियो। त्यस अहिलेसम्मको यात्रा रमाइलो भयो। भोलि होपफुली स्नो परोस् लेट्स होप। रुमहरू यस्तो छन्। एउटा रुममा 2टा खाट थियो तर खासै फ्यान्सी छैन। अहिले चाहिँ यहीँ हामी होटेलमा बस्दैछौँ। अब एकछिन फ्रेस भएर बाहिर निस्किन्छ होला। ओहो अहिले हामी रुममा गएर एकछिन फ्रेस भइयो। उताबाट ल्याएको खाजा खाइयो। अब यता चिया खाजाको लागि हिँड्दैछौँ। साँझमा सही बवाल देखिएछ होइन। रुममा गइयो, चेकिङ गऱ्यो होइन भाइ। फ्रेसहरू भइयो। फ्रेस भएर अहिले चाहिँ अब गाउँ कस्तो छ भनेर हेर्न हिँडिरहेको छु पुरी भिलेज एक्सप्लोरको लागि। अनि अलिअलि खाजा त खाइयो, त्यही पनि अब यता खाजा खानु पऱ्यो। अब के हुन्छ डिनर चाहिँ हामीले 8 बजे गर्छौँ। त्यसपछि बारबिक्युहरूको प्लान छ। त्यस अहिलेसम्म रमाइलो भइरहेछ। जाडो त छ तर सोचे जस्तो जाडो चाहिँ छैन। त्यस्तो छैन तर स्नोफल चाहिँ भएको राम्रो भएको भए सही हुन्थ्यो। अहिले स्नोफल भएको भए जो ट्रिप अहिलेसम्म रमाइलो नै भइरहेछ। स्न्याक खानालाई त्यस होटलभित्र जाँदैछौँ। भिड चाहिँ भिड नै छ त्यो सादा पनि। आएर अब एकछिन बस्दैछौँ। हामी अब एकछिन आइसकेपछि चाहिँ त्यस्तो लाग्यो। ल गाइज अहिले चाहिँ अब हामी चेकिङ भयो, नास्ता खाइयो। अब चाहिँ आगो जाप्दै एकैछिनमा खाना खाएर बारबिक्यु के हुन्छ। अहिले जाडो भएको बेला अब क्याम्प फायर जस्तो गर्न लाग्छौँ। यहाँ फेरि दिइबस्छ। अब चाहिँ हामीले चिया नास्ता खाएर अब यहाँ जोस आगो तापेर न्यानो हुँदैछौँ। अब चाहिँ हामी यहाँ बारबिक्यु गर्न लाग्छौँ। साथी हाम्रो स्पेसल अब चाहिँ अघि चाहिँ हामी भात खाएर बारबिक्यु गर्ने प्लान थियो तर अब एकछिन टाइम लाग्ने भएर अलिकति टेस्टिङको लागि चेन्ज भएको छ। एकछिन अब बारबिक्यु गर्न लाग्छौँ। हेरौँ डर छ के हुन्छ। हजुर ल बारबिक्यु गरेर एउटा चाहिँ जोस पाकेको छ। हामीले खाना अघिको फर्स्ट सेसन चाहिँ बारबिक्यु भ्याइयो। अब खाना खाइन्छ, खाना खाएपछि क्यारी गरिन्छ। रमाइलो भइरहेछ। हेलो गाइस, अहिले चाहिँ हामी यो बारबिक्यु गरेर तातो पानी खाँदैछौँ। भाइ चाहिँ यहाँ रमाइलो भइरहेछ। साथी अब जोसिङ लाग्छ होस् अब रमाइलो भइरहेछ। कति बजेको छ दिलीप सर? अहिले 9:15 जति भएछ। हामी अहिले रुममा गएर फेरि सेकेन्ड बारबिक्युको लागि यहाँ कोकहरू थियो अनि त्यही लिन गएर अब फेरि त्यही उता क्याम्प फायर गरेकोतिर जाँदैछौँ। अब यो खाना खाइयो, खाना खाएर बारबिक्यु सेकेन्डचोटि गर्न लाग्छौँ तर यो आगो बाल्न सकिरहेको छैनौँ। बल्ल सक्सेस भयो यो आगो बाल्न। यो त दाइ अहिले यता होला नि त फेरि। हजुरै नै बोल्छ यहाँ त। हुन त अहिले धेरै भएर अघि नै भएको थिएन।
ज्याकेट अघि यो हाल्दाखेरि हाम्रो चाहिँ अब खाना भेट्यो अहिले रातिको लगभग 11 बजिसक्यो 11 बजिसक्यो एकछिनमा रुममा गइन्छ हामी चाहिँ अहिले अब बिहानको कति 5:30तिर अब कति माथि कालिम्चोक भगवती मन्दिरको दर्शन गर्न अब केबल कारतिर जाँदैछौँ अहिले बिहान लगभग 6 बजिसकेको छ हामी अब टिकट काउन्टरमा माथि कालिम्चोक भगवती मन्दिर दर्शन गर्नको लागि केबल कारको टिकट काट्न यहाँ छौँ हामी दुईवटा पहिला आइसकेका छौँ साथीहरू आउँदैछन् जे होस् अहिले हुनै नपरे पनि बाटोमा पानीहरू फ्रिज नै भइसकेको छ जपेर आइसकेको छ त्यही त अहिले लगभग -3-4 डिग्री सेल्सियस होला हात बाहिर निकाल्दा त्यस चिसो नै छ त्यही पनि हामी उठेर दर्शनको लागि होइन छिटो गरिदियो दर करेन्टली इन कालिम्चोक देख्न सक्नुहुन्छ यो अहिले -7 डिग्री सेल्सियस छ एकदम चिसो छ अब चाहिँ हामी केवल कार चढ्न लाग्छौँ अहिले चाहिँ केबल कार चढेर हामी माथि मन्दिरमा आइयो होइन मन्दिरमा अब ठ्याक्क पुगिसकेको त छैन जस माथि चाहिँ भयो हिमालहरू मजाले देखिरहेको छ अब चाहिँ हामी मन्दिर पुग्नुलाई अलिकति केबल कार चढेपछि पनि प्याकिङ गर्नुपर्ने रहेछ हामी अहिले चाहिँ लगभग यहाँ मन्दिर नै आइयो होइन तलबाट केबल कार गरियो केबल कारबाट 10-15 मिनट जति हिँड्यो होला होइन आइपुग्नु भयो केबल कार त्यस्तै 5 मिनट जस्तो बस्यो होला त्यही त जस ठ्याक्क अहिले सनराइज हुँदैछ हिमालहरू पनि देखिरहेछ त्यस मजाको भ्यू छ होइन मजाको छ नि सनराइज हेर्नु मिल्छ यो मन्दिर त्यहाँनिर आइसक्यो सनराइज पनि हुन थालेको भगवती मन्दिर नै आइयो अहिले चाहिँ हामी यहाँ माथि कालिम्चोक भगवती मन्दिर आइयो दर्शन गरियो होइन दर्शन भएर अब चाहिँ एकछिन एक्सप्लोर गर्ने फोटोसोटो खिच्ने त्यसपछि हामी तल प्रस्थान गर्छौँ नलिनु पाए अहिले गरम भन्थ्यो त अझै पनि सुतिरहेछन् त्यही त बिहानको उठेर बिहान 5 बजे उठेर मान्छेहरू सुतिरहेछन् हामी यहाँ बिहान 5 बजे उठेर कालिम्चोकको दर्शन गरेर उठाउँदै उठाएन सर होइन साथी नै उठेछ सुतेरै बस यस्तो भ्यू हेर यहाँ हेर हिम श्रृङ्खला छ अहिले चाहिँ कालिम्चोकमा माथि मन्दिरको दर्शन गरियो रमाइलो भइरहेछ बिहान कहिले कति 6:30 जति बजिरहेछ होला सुतिरहन् त्यही त सुत्न छोड केटा हो यस्तो भ्यू हेर्न आऊ भ्यू हेर्न अब कालिम्चोक दर्शन गरेर हामी तल प्रस्थान हुन लागेछौँ भाइ कस्तो भयो त अहिलेसम्मको यात्रा दामी भइरहेको भाइ विशाल साथीलाई एकदम बवाल छ एकदम बवाल नि होइन भाइको आइकनिक सेल्फी पोज म बस्छु भाइ पनि कालिम्चोक एक्सप्लोरेसन चलिरहेछ हामी त देखेको डाँडा डाँडा कता हुन्छ सबैतिर हिँडिरहेछौँ चाहिँ यस्तो बवाल देखिरहेको छ कुनै भयो नि पानी त अब यस्तो पानीले कसरी बाथरुम जाने चिसो त पुरा चिसो -, डिग्री नै हो होइन सोचे चाहिँ जिन्दगी रहेनछ अहिले चाहिँ माथि
मन्दिरको दर्शन गरियो अनि अब तल फर्कियो। अब होटल गएर ब्रेकफास्ट गरिन्छ, त्यसपछि ब्याक टु काठमाडौँ। अब हामी दर्शन गरेर रुमबाट चेकआउट, अब ब्रेकफास्ट गर्न गइन्छ। हामी यता बसेको थियौँ, अब उता ब्रेकफास्ट गरिन्छ। ब्रेकफास्ट गरेर हाम्रो यात्रा टुङ्गिन्छ। बिचमा कुनै स्पटहरू भयो फोटोसोटो खिच्नलाई रोकिएला, नत्र चाहिँ यस ट्रिप चाहिँ रमाइलो नै भइरहेको छ अहिलेसम्म। अब चाहिँ हामी ब्रेकफास्ट गरेर होटलबाट चेकआउट गरेछौँ। अब चाहिँ हामी बिचमा केही स्पटहरू भयो फोटो खिचाइन्छ, नत्र अब ब्याक टु काठमाडौँ। कस्तो भएछ भाइहरू ट्रिप? सागरै